जय शम्भु, हर हर महादेव। मलाई चिन्ने नचिन्ने सबै साथीभाइ दिदीबहिनी दाजुभाइहरूमा जय शम्भु, हर हर महादेव, कल्याण होस् प्रभु। आज फेरि पनि म तपाईहरुलाई एउटा अर्को महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु, जुन जानकारीले गर्दा तपाईहरुको घरमा छरछिमेकमा त्यस्ता कोही बिरामी कोही रोगी हुनुहुन्छ भने त्यो रोग सधैँको लागि निर्मूल हुन्छ। अचूक आयुर्वेदिक औषधि तपाईहरुलाई जानकारी दिन गइरहेको छु, जुन रोगको नाम हो तपाईको थाइराइड। थाइराइड तपाईको अहिले हाम्रो महिला दिदीबहिनीहरूलाई द्रुत गतिमा म्याक्सिमम 99% महिला दिदीबहिनीहरूलाई लागिरहेछ। यो थाइराइड तपाईको दुई किसिमको हुन्छ। थाइराइड तपाईको एउटा दुब्लाउने र अर्को मोटाउने। प्राय विशेष गरी मोटाउने तपाईको ज्यान सुन्निँदै आउने त्यो थाइराइड तपाईहरुलाई द्रुत गतिमा महिला दिदीबहिनीहरूलाई लागिरहेछ हैन। त्यसको अचूक औषधि तपाईको सधैँको लागि निर्मूल, सधैँको लागि ठिक हुने, थाइराइड सधैँको लागि ठिक हुन्छ, निर्मूल हुन्छ, क्योर हुन्छ। त्यो तपाईले सधैँको लागि ठिक गर्नको लागि तपाईहरुले बाहिरको चीजहरु छोड्नुपर्छ। बेलुकाको डिनर 5 बजे भन्दा यतै खानुपर्छ हैन, केही दिनको लागि हैन। तपाईले सबै बाहिरको चीजहरु छोड्नु पर्यो, अनि मात्र तपाईहरुलाई सधैँको लागि ठिक हुन्छ। यो ठुलठुला आयुर्वेदिक डाक्टरहरूले पनि भनेको छ हैन, भनेका छन्। त्यसले गर्दा तपाईहरुले त्यो सेवन गर्नु सधैँको लागि ठिक हुन्छ। त्यो आयुर्वेदिक औषधि हाम्रै घरमा, हाम्रै करेसाबारीतिर, हाम्रै भान्सा कोठामा आयुर्वेदिक औषधि जसको नाम हो तपाईको धनियाको पात हो। धनियाको पातको चटनी तपाईले 1 चम्चा चटनी, त्यो चटनीमा केही मिसाउनु भएन। त्यो चटनी तपाईको 1 गिलास मनतातो पानीमा घोल्ने, मिसाउने, अनि बिहान 7 बजेतिर खाली पेट खाने। त्यो खाएको 1 घण्टासम्म केही खानु भएन। यस्तै गरी तपाईले 3 महिनासम्म यस्तै कन्टिन्यू गर्नुभयो भने, 3 देखि 6 महिनासम्म तपाईलाई कन्टिन्यू गर्दै जानुभयो भने थाइराइड भन्ने रोग तपाईलाई सधैँको लागि ठिक हुन्छ। र त्यो सेवन गरेपछि बाहिरको चीजहरु तपाईहरुले खानु भएन। डिनर, बेलुकाको खाना तपाईले 5 बजे भित्र खाइहाल्नु पर्यो। 6 बजेपछि केही खानु भएन, पानी मात्रै खाने है। त्यस्तो यो नियमहरु पूरा गर्नुभयो भने र धनिया सेवन गर्नुभयो भने तपाईलाई थाइराइड सधैँको लागि ठिक हुन्छ, निर्मूल हुन्छ। आयुर्वेदिक डाक्टरहरूले ठिक पारेछ, राम्रो गरेछ। यो ठुलठुला आयुर्वेदिक डाक्टरले नै भनेको हो। यसो मैले एउटा शेयर गरिदिएको हो, जानकारी हाम्रो साथीभाइ दिदीबहिनीहरूलाई जानकारी होस्। कतिलाई जानकारी छैन होला हैन, कतिलाई जानकारी पनि छ है। आयुर्वेदिक औषधि तपाईको सधैँको लागि ठिक पार्छ, राम्रो हुन्छ, कुनै साइड इफेक्ट छैन, केही असर छैन। आयुर्वेदिक बिस्तारै गर्छ तर सधैँको लागि ठिक पार्छ, राम्रो गर्छ। खानु हाम्रो महिला दिदीबहिनीहरूलाई सबैलाई ठिक हुन्छ है। यो तपाईको धेरै बिरामीहरू पनि ठिक भएको छ। मैले यसो शेयर गरिदिएको हो, मैले जानेको बुझेको यो राम्रो छ। 100% तपाईले ठिक पार्छ, निर्मूल पार्छ, क्योर पार्छ है। बाहिरको चीजहरु पटक्कै बन्द गरिदिनु होला, अनि तपाईलाई सधैँको लागि ठिक पार्छ। जय शम्भु, हर हर महादेव, जय शम्भु।